हेलो एभ्रिवान, खाना खान आँटेको। खानामा चाहिँ आज मेरो सामान साग र आलुको सब्जी, मुलाको अचार। मुलामा चाहिँ सिद्रा हालेर फर्स्ट टाइम बनाएको मैले, यतातिर त्यसरी खाँदो रहेछ नि त। अनि यहाँ चाहिँ छ मेरो पापड। यो चाहिँ हाम्रो लन्च हो। अनि यहाँ चाहिँ छ कालो दाल। सो अब म चाहिँ ढिलो नगरी स्टार्ट गर्ने खाना खानु। बिस्तारै खाऊ। पोक खोज्दा आज चाहिँ दिन अलिक घाम लाग्यो नि त, त्यही भएर चाहिँ मैले चाहिँ आज साग बनाएको। नभए चाहिँ चिसोमा चाहिँ रायो सागले छिट्टो चिसो लाग्छ नि त। हिमबारीकै मुला हो। फल त टिप्नु भएको होइन, फलेपछि खाना खुवाई। कहाँ गएर आउनु भएको? कहाँ छ काम? ए, खाना खान आउनु भएको? डर नगर न। आज चाहिँ अलिक घाम लाग्यो जस्तो भएको, फेरि गयो घाम। फाइनली हम खा सक्नु आँटे। भोक लाग्दा हो यो मिठो, त्यस्तो मिठो भएको छ अरे। मम्मी एउटा पापा लगिहाल्छ, मम्मी लग्नु जाडोले गर्दा हो कि हो। लगिहाल्छु पापा। यो खान्छ नि, यो खाँदै